आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले करिब 80,000 जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार पारिएको एकीकृत सुरक्षा योजना 2082 सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेको छ। सोही योजना अनुसार निर्वाचनको 1 महिना अघिदेखि नै सेनाको फौज फिल्डमा परिचालन गरिने उनले जानकारी दिए। उनका अनुसार सेनाको परिचालन सम्बन्धी निर्णय राष्ट्रिय सुरक्षा परिषदबाट पनि स्वीकृत भइसकेको छ। निर्वाचनका क्रममा सेनाले 3 चरणमा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचन पूर्व मतपत्र छपाईको सुरक्षा, विमानस्थल, कारागार लगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा सेनाको प्रमुख जिम्मेवारी हुनेछ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल संघको समन्वय र सहकार्यमा महत्त्वपूर्ण संरचनाको सुरक्षा व्यवस्थापन गरिने सेनाले जनाएको छ। साथै 4वटै सुरक्षा निकाय, जिल्ला प्रशासन र स्थानीय तहसँगको सहकार्यमा निर्वाचन सम्बन्धी एकीकृत तालिम तथा अभ्यास तल्लो तहसम्म सञ्चालन गरिनेछ। यसले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास सेनाको छ। मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रहनेछ।